साथीहरु हामीले जब नयाँ युट्युब च्यानल खोल्छौं अनि हाम्रो मनमा यो हुन्छ कि हामीले कति मिनेटको भिडियो बनाएर हाल्ने, कति मिनेटको भिडियो बनाएर हाल्दाखेरि चल्छ, कति मिनेटको भिडियोमा राम्रो भ्युज आउँछ, कति मिनेटको भिडियोमा राम्रो इन्गेज हुन्छ, कति मिनेटको भिडियोलाई युट्युबले धेरै मान्छेहरूलाई पठाउँछ र कति मिनेटको भिडियो चाहिँ धेरै मान्छेहरूले हेर्छन्। त्यो हामीलाई कसरी थाहा पाउँछ कति मिनेटको भिडियो हामीले बनाएर हाल्न सकिन्छ आफ्नो युट्युब च्यानलमा र एकदम राम्रो भने युट्युबमा हाल्ने एकदम बेस्ट भिडियो भने कति मिनेटको भिडियो हुन्छ एकदम राम्रो। यो विषयमा मैले तपाईहरुसँग आज मजाले राम्रोसँग डिस्कस गर्नेछु साथीहरु। त्यो भन्दा पहिले साथीहरु नमस्ते, तपाईले हेर्दै हुनुहुन्छ एक्टिभ राज युट्युब च्यानल। म साथमा म राजन। बाकी तपाईले अहिलेसम्म पनि च्यानल सब्स्क्राइब गर्नु भएन, च्यानल सब्स्क्राइब गर्न नजिरहेको बेल आइकन दबाएर नोटिफिकेसन अल गरिदिनु होला ताकि यहाँदेखि तपाईले यस्तै खालको भिडियो निरन्तर रूपमा हेरिराख्न पाउनुहुन्छ साथीहरु। सर्वप्रथम त हामीले कुरा गरौँ कति मिनेटको भिडियो हाल्न सक्छ, 5 मिनेट, 10 मिनेट, 15 मिनेट, 20 मिनेट अथवा 25 मिनेट अथवा आधी घण्टा, 1 घण्टा हैन। हामीले कति मिनेटको भिडियो हाल्दा चाहिँ युट्युबमा एकदम राम्रो बेनिफिट हुन्छ, युट्युबबाट राम्रो युट्युबले राम्रो इन्गेज हुन्छ, युट्युबमा धेरै भ्युज कति मिनेटको भिडियोमा हुन्छ त्यो बारेमा छलफल गर्न गइरहेको छु। सर्वप्रथम त हामीले युट्युबमा भिडियो कति मिनेटको हाल्नु पर्छ भनेपछि जब हामीले आफ्नो युट्युब च्यानल खोल्छौं नि साथीहरु, हामीले युट्युब च्यानल खोलिसकेपछि हामीले कुन क्याटेगोरीमा काम गर्ने, कस्तो खालको भिडियो बनाउने, कस्तो खालको भिडियो राम्रो चल्छ अथवा कस्तो खालको भिडियो चल्दैन त्यो बारेमा हामीले कुनै पनि थाहा हुन्न, कुनै पनि ज्ञानै हुन्न जब हामीले नयाँ युट्युब च्यानल खोलेको हुन्छौं। सर्वप्रथम त हामीले युट्युब च्यानलको नाम कसरी राख्ने त्यो पनि थाहा हुन्न। थाहा हुँदा नहुँदै पनि हामीले केही न केही नाम राखेर आफ्नो युट्युब च्यानल क्रिएट गरिसक्छौं। गरिसकेपछि पछिबाट के हुन्छ भने अब कति मिनेटको भिडियो चाहिँ हाल्ने होला त। मैले तपाईलाई एकदम बेस्ट आइडिया के दिन गइरहेको छु भने भिडियो भनेको सिर्फ तपाईले 5 देखि लिएर 6-7 मिनेटसम्म यति भित्रको भिडियो मात्र तपाईले अपलोड गर्नुस् ताकि तपाईको भिडियोमा राम्रो भ्युजहरु आउँछ, राम्रो इन्गेजहरु हुन्छ र धेरै मान्छेहरु पनि हेर्छन्, युट्युबले पनि धेरै मान्छेहरुलाई पठाउँछ। यी 5 अथवा 1-2 मिनेट, 1 मिनेटको भिडियो त धेरै नै छोटो भइहालेको, 2-3 मिनेट अथवा 3 देखि लिएर 5 मिनेट अथवा 6 मिनेटसम्मको भिडियो हाल्नुभयो भने एकदम राम्रो मजाले चल्छ साथीहरु। किनकि केही भिडियोहरु यस्तो हुन्छ कि कुनै पनि एउटा इन्ट्रेस्टिङ खालीका चीजहरु तपाईले भिडियोमा एड गर्नुभयो भने त्यो एकदम खालीको एकदम राम्रो ट्विस्टहरु तपाईले त्यो भिडियोमा ल्याउनु भयो भने चाहिँ तपाईले 3 मिनेटको भिडियो तपाईले एउटा मान्छेले अथवा 2-3 जना मान्छेले तपाईको 3 मिनेटको भिडियो फुल वाच गर्दियो भने चाहिँ युट्युबले अझै धेरै मान्छेलाई पठाउँछ। ओहो यो भिडियो त राम्रो रहेछ, यो भिडियोमा त धेरै मान्छेहरु रोकेर हेरिरहेको छन्, यो भिडियोको लेन्थ जति छ त्यति नै बेरमा यो भिडियो हेरिरहेको छन् मान्छेले भनेर अरु मान्छेलाई पठाउँछ युट्युबले। र त्यस्तै गरेर तपाईले कुन तपाईको क्याटेगोरी के छ, तपाई कस्तो खालीको भिडियो बनाउनुहुन्छ त्यसमा भर पर्ने हुन्छ। जस्तै मानौं कि तपाईले भ्लगिङ गर्नुहुन्छ होला अथवा तपाई कुकिङको च्यानल छ होला हैन, अथवा तपाईको अरु कुनै अब अलग अलग खालीको च्यानल छ होला, तपाईले जहाँ भए पनि जे जस्तो भए पनि भ्लगिङ खालीको भिडियो पनि कस्तो हुनुपर्छ भनेपछि भ्लगिङ खालीको भिडियो बनाउँछु भन्नु मात्रै हुँदैन साथीहरु। भ्लगिङ खालीको भिडियोमा पनि केही ट्विस्टहरु, केही कहानीहरु, केही अलिकति राम्रो रोचक खालीका चीजहरु हैन। जस्तै मानौं कि तपाईलाई मैले यो भन्दा पहिला केही दिन पहिला अथवा समथिङ 1 महिना अगाडि नै मैले मेरो युट्युब च्यानल मोनेटाइज भएन भन्ने एउटा टपिकमा भिडियो बनाएको थिएँ। त्यो भिडियोमा राम्रो समथिङ 3000 भ्युज पुग्न लागेको छ, राम्रो भ्युज गएको छ त्यो च्यानल त्यो भिडियोमा मेरो। किनकि टपिकहरु यस्तो ट्रेन्डिङ खालका टपिकहरु पकड्नुस् कि त्यसपछि तपाईको च्यानलमा मजाले भ्युज राम्रोसँग चल्छ। तपाईले मानव कोही याद खालीका भ्लग बनाउनु भए त्यो 5 देखि लिएर त 5 मिनेटको पनि भएन, 3 मिनेटको भएन त्यो भिडियो छ, 10 देखि 15 मिनेटको भिडियो छ। अनि कति युट्युबर साथीहरुले कति यो युट्युब टिप्स दिने साथीहरुले के भन्छ भने जति सकिन्छ त्यति लामो भिडियो बनाउनुस्, जति सकिन्छ त्यति लामो भिडियो बनाउनुस् अनि त्यसपछि तपाईको वाच टाइम चाँडी कम्प्लिट हुन्छ साथीहरु। यो चाहिँ एकदम बेकार हो, एकदम झुटो साथीहरु। अब जति सक्दो त्यो लामो भिडियो बनाएपछि जस्तै मानौं कि तपाई एक दिनमा 24 घण्टा पुरै खाली 24 घण्टाको भिडियो बनाएर हाल्दिनुस् न त, एक दिनमा वाच टाइम पुरा हुन्छ होला नि, त्यसरी त हुँदैन नि साथीहरु। तपाईको त्यही 24 घण्टाको भिडियो भयो भने 24 घण्टाको भिडियोमा केही राम्रो चीजहरु भएछ, कुनै कहानीहरु छ, कुनै एकदम राम्रो हेरो हो जस्तो खालको चीजहरु के छ भनेपछि मान्छेले हेर्छ अनि बल्ल भ्युज आउँछ। त्यसपछि तपाईको भिडियो मान्छेले पुरै हेर्छ। जस्तै 24 घण्टाको भिडियो बनाउनु भएको भने 24 घण्टा धेरै लामो भयो, तपाईले 10 मिनेटको भिडियो बनाउनु भएको छ भने चाहिँ मान्छेले तपाईको च्यानल त्यो भिडियोमा 5 मिनेटसम्म पनि 2-3 जना मान्छे रुकेको छ भनेपछि नि युट्युबले अरु मान्छेलाई पठाउँछ त्यो भिडियो। यो भिडियोमा यति बेरसम्म मान्छे रुकेको छ, यति बेरसम्म यति समयसम्म यो भिडियो मान्छेले वाच गरेको छ भनेर अरु मान्छेलाई पठाउँछ। बेकारका वायर भिडियो बनाएर तपाईले 10 मिनेट, 15 मिनेट, 20 मिनेटका तपाईले भिडियो बनाएर युट्युबमा हाल्नु भयो भने चाहिँ यो बेकारमा त्यतिकै तपाईको टाइम खराब हुने हो। त्यतिकै हालेर बेकार मात्र होइन, तपाईको च्यानलमा भ्युज जस्तै मानौं कि पहिला जति थियो त्यतिमै रोकिन्छ साथीहरु। तपाईले एकदम बेस्ट आइडिया भनेको 5 देखि लिएर 6 मिनेट अथवा 3 देखि लिएर 5-6 यहीको बीचमा तपाईले एकदम राम्रो भिडियो बनाएर हाल्नु होला। तपाईमा एउटा यस्तो हुनुपर्छ कि जुन तपाईले च्यानल खोलिसकेपछि म यस्तो खालीको भिडियो अपलोड गर्छु है, मैले यस्तो खालीको भिडियो बनाउँछु भनेर त्यसमा चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ साथीहरु। आज तपाईले कुकिङको भिडियो हाल्दिनु भएको छ, आज जाँगर लागेन कुकिङको भिडियो हाल्दिनु भयो हैन, भोलि गएर कतै घुम्न जानु भएको छ, ल गाइस म यता आए उता आए भन्नु भ्लगिङ खालीको भिडियो हाल्दिनु भएको छ। अनि पछि गएर फेरि के गर्नु भएको छ, जस्तै मैले जस्तै भिडियो बनाउन लाउनु भयो साथीहरु। एउटै निजमा रहेर काम गर्नुस् ताकि तपाईको मान्छेले दर्शकहरुले पनि तपाईले दिन सक्नु, तपाईको जति पनि अडियन्स छन्
जति पनि तपाईँको सब्सक्राइबरहरू छन् उहाँहरू तपाईँले एउटा चिज एउटा प्रुभ गर्न सक्नुपर्छ कि यो च्यानलमा यस्तो खालको भिडियो आउँछ, यो च्यानलबाट यस्तो भिडियो अपलोड गर्ने गर्छ भनेर त्यो ध्यान हुनु पर्यो। किनकि जस्तै मानौँ कि तपाईँले मैले मेरो भिडियो हाल्दा बित्तिकै तपाईँलाई नोटिफिकेसन जान्छ होला हो एक्टिभ राजा युट्युब च्यानलबाट त युट्युब सम्बन्धी टिप्स एन्ड ट्युटोरियल, युट्युब सम्बन्धी केही ज्ञानहरू केही जानकारीहरू बताउँछ भने तपाईँहरूलाई अब सबै प्रायः मेरो भिडियो हेरिरहने मान्छेहरू तपाईँहरूलाई पत्ता लागिसकिसक्यो कि यो च्यानलबाट यस्तो खालको भिडियो आउँछ भनेर। तपाईँ पनि त्यस्तो खालको एउटा कन्टेन्ट क्रिएटर बन्नुहोस्, राम्रो खालको युट्युब च्यानल बनाउनुहोस् र 5 देखि लिएर 6 मिनेटसम्मको भिडियो हालिदिनुहोस्, 3 देखि 5 6 यतिको बिचमा भिडियो हालिदिनु होला। त्योभन्दा माथि गएर भिडियो हाल्न काम नहोस्। तपाईँको भिडियो जति राम्रो होस्, अगाडिको पार्ट नराम्रो छ पछाडि गएर तपाईँ जति राम्रो गर्न खोजे पनि पछि गएर केही हुनेवाला छैन साथीहरू। सो काले गर्दा राम्रो खालको भिडियो बनाउनुहोस्। 5 देखि लिएर 6 मिनेटको भिडियो एकदम बेस्ट भिडियो भनेको त्यति नै हुन्छ साथीहरू। कस्तो लाग्यो आज भिडियोलाई सल्लाह सुझाव पनि फर्किएर दिनुहोस्। पक्कै पनि तपाईँ कामको यो भिडियो थियो भनेपछि तपाईँले यो भिडियो हेरेर केही बुझ्नुभयो भने भिडियोमा एक लाइक पनि गरिदिनुहोस्। अहिलेसम्म पनि च्यानलमा नयाँ हुन्छ च्यानल सब्सक्राइब गर्न जिरेको बेल आइकन दबाएर नोटिफिकेसन अल गरिदिनुहोस् ताकि साथीहरू तपाईँले यहाँदेखि यस्तै खालको भिडियो निरन्तर रूपमा हेरिराख्नु पाउनुहुन्छ। हेर्दै गर्नुहोस् एक्टिभ राजा युट्युब च्यानल। फेरि मिलोला केही नयाँ टपिकको साथमा। जय नेपाल।